आज प्युठानको जिल्ला अस्पतालमा अचम्मै भयो। एक 24 वर्षीय महिलाले 4वटी छोरीको जन्म एकैचोटि दिन। बाहिरी जिल्लाबाट आएकी उक्त महिलाको अवस्था अहिले कस्तो छ? ती 4वटी नवजात शिशुको अवस्था कस्तो छ? के सबै ठिक छन् वा अवस्था जटिल छ? कस्तो परिवारकी हुन् ती महान आमा? दुःखको कुरो आर्थिक नहुँदा अस्पताल आएको गाडी भाडा समेत तिर्न सकेकी छैनन्। अस्पताल स्रोत यो विषयमा के भन्छ? आउनुहोस् पुरा जानकारी पाउन यो भिडियो हेरौँ र ती महान आमालाई हार्दिक बधाई कमेन्टमा लेखौँ। मैले त्यति धेरै थाहा पाउँदैन। गाउँहरूका दिदी बहिनी दाजुभाइ मिलेर यहाँसम्म पुर्याउनु भएको। श्रीमान कुन ठाउँ हुनुहुन्छ? सिमला हुनुहुन्छ। हजुर। उहाँले यो कुरा थाहा पाउनु भयो कि नै? पाउनुभयो। अहिले बच्चाको अवस्था अहिलेलाई भन्नुपर्दा अहिले चाहिँ स्टेबलै छन् होइन, ठिकै भन्नुपर्छ अहिलेलाई। तर बच्चाहरू चाहिँ खास हाम्रो यो लेभलमा चाहिँ राखेर उपचार गर्न अलि रिस्की नै हो कि। उहाँबाट फोन आइसकेपछि यस्तो यस्तो बिरामी आउँदैछ गुल्मीबाट भनेर इन्फर्म हामीलाई आएदेखि हामी चाहिँ रेडी अवस्थामै थियौँ। यहाँ सुरुवातको बच्चा त सुल्टै थियो, नर्मल्ली भयो। अब अर्को सेकेन्ड बेबी चाहिँ उल्टो भएर अलिक गाह्रो भयो कि हामीलाई निकाल्न। पेसेन्ट चाहिँ हामीले 12 बजेतिर दिनको 12 बजे चाहिँ रिसिभ गऱ्यौँ। आउँदाखेरि चाहिँ उता हेल्थ पोस्टबाट सिस्टर पनि आउनुभएको थियो। सिस्टरले एउटा बच्चा त ठिक थियो, अर्को बच्चा एक्सपायर भइसकेको थियो। 2वटा बच्चालाई चाहिँ हामी यहाँ देख्न सक्छौँ र अन्य बच्चाहरू कहाँ छन्, के छन्, कस्तो अवस्थामा छन् भन्ने विषय पनि म तपाईँलाई एकैछिनमा जानकारी गराउँछु। र विशेष गरी जिल्ला अस्पताल प्युठान बिजुवारका चाहिँ अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण पनि हामी सँगै हुनुहुन्छ। सँगै 2जना सिस्टरहरू हुनुहुन्छ जुन बच्चाको यहाँ केयर गरिराख्नु भएको छ। म यहाँ प्युठान जिल्ला अस्पतालको अध्यक्ष बोले हजुर। नमस्कार हजुर। अनि सुन्नु न, एउटा तपाईँको गाउँपालिकाको एउटा बिरामी, तपाईँको 4वटा बच्चा चाहिँ उहाँले चाहिँ जन्म दिनुभएको छ, बुझ्नु होइन? 4वटा बच्चा, त्यसमा पनि सुन्नुहोस्। अनि एउटा बच्चा घरमै दिनुभएको रहेछ जन्म, एउटा बाटोमा आउँदा आउँदै। अनि 2टा बच्चा चाहिँ हामीले यहाँ अस्पतालमा जन्म दिन उहाँलाई चाहिँ सफल बनाउन सक्यौँ, बुझ्नु होइन? अनि उहाँको अवस्था चाहिँ एकदम क्रिटिकल अवस्था थियो। त्यसलाई चाहिँ हाम्रो यहाँ टिमले चाहिँ एकदम बसेर समन्वय गरेर सहकार्य गरेर यसमा चाहिँ कटिबद्ध भएर लागेर हामीले आमाको अवस्था चाहिँ अहिले बचाउन सफल भएका छौँ। अनि उहाँको आर्थिक अवस्था कमजोर भएको हुनाले चाहिँ यसमा चाहिँ सहकार्य गर्ने चाहिँ भूमिका निर्वाह गरिदिनु पर्यो अध्यक्षज्यू। दर्शकमान बाबुहरू, यति बेला म यो प्युठान जिल्ला अस्पतालको यो प्रसुति गृहमा छु। एकजना विष्णु विक बहिनी हुनुहुन्छ, 24 वर्षीय। उहाँको घर गुल्मी जिल्लाको मदानी गाउँपालिका वडा नम्बर कति? वडा नम्बर 5। वडा नम्बर 5 चाहिँ उहाँको स्थायी घर। तर अहिले जिल्ला अस्पताल प्युठान बिजुवारमा हुनुहुन्छ। उहाँ 24 वर्षको हुनुहुन्छ। उहाँको पहिल्यै 2वटा सन्तान, 2वटा छोरी घरमा हुनुहुन्छ भन्ने हामीले सुन्यौँ। र यहाँ आइसके पछाडि चाहिँ उहाँले 4वटा बच्चा, 4वटा छोरीहरूलाई जन्म दिनुभयो। अझ भनौँ एउटा छोरीलाई घरमै र एउटा छोरीलाई बाटोमा, र यहाँ आइसके पछाडि 2वटा छोरीलाई जन्म दिनुभयो भन्ने यो विषय सुनिसके पछाडि मैले त्यो बेला उहाँसँग, उहाँका आफन्तहरूसँग कुराकानी गर्न गइरहेको छु। विष्णु विकको दिदी हुनुहुन्छ। हजुर नमस्ते। हजुर नमस्ते। हजुरको नाम? मेरो नाम सिर्जना विक। हजुरहरू गुल्मीबाट प्युठानको बिजुवार आउनुभयो, कहिले आउनु भएको थियो? हामी अघि 12 बजे यहीँ आइत्यौँ आजै। हजुर। अनि जस्तै उहाँले 4वटा छोरीहरूलाई जन्म दिनुभएको कुरा चाहिँ सत्य हो? हजुर हो। एउटा 8:30 बजे, एउटा 10 बजेतिर। एउटा चाहिँ घरमै? हजुर। एउटा चाहिँ बाटामा। अनि यहाँ आइसके पछाडि 2वटा यहाँ आइसकेपछि। अब ती बच्चाहरू 4जना हुनुहुन्छ कि के हो? 2टा छैनन्, 2टा छन्। भनेको यहाँ आएर जन्मिएको बच्चाहरू चाहिँ छन्? हजुर, यहाँ आएर जन्मेका छन्, घरमा र बाटामा जन्मेका छैनन्। जस्तै पहिल्यै तपाईँहरूलाई जानकारी थियो कि थिएन पेटमा चाहिँ 4वटा बच्चा छ भने? बच्चा अस्ति बुटल 3 दिन अघि, आज 3 दिन भयो बुटल गएर आएको। 4वटा छन् भन्थ्यो। यहीँ बागदुला चेक गराएको 3टा छन् भन्थ्यो। ए, बागदुलामा 3टा छन् भन्थ्यो? हजुर। बुटोलमा अस्ति चेक गराएको 4वटा छन् भन्थ्यो। अनि नि जस्तै गुल्मीबाट तपाईँहरूलाई यहाँ आउन नजिक परेर आउनु भएको कि के कारणले यहाँसम्म प्युठानमा आउनुभएको? उता धेरै उता तमगासतिर जानुपर्छ, हामी प्युठानमै चाहिँ आउँछौँ। उता टाढा पर्छ। हजुर।
प्युठानमै जाइन्छ। अनि नि उहाँको घर परिवारको अवस्था, तपाईँ पनि हुनु त अलग्गै बस्नुहुन्छ होइन, उहाँको घर परिवारको अवस्था, श्रीमान कहाँ हुनुहुन्छ, घरको अवस्था के छ? भाइले इन्डिया गएर त्यही बोरासोरा बोक्ने गर्छ। घरमा बुवा आमा हुनुहुन्छ, दुईटी नानीहरू छन्। घरमा त त्यस्तै छ, दुःखै छ। दुःखै छ। हजुर दुईवटा नानी पहिल्यै हुनुहुन्छ है, छोरीहरू? हजुर पहिला एउटी 8 वर्षकी नानी छ, एउटी 6 वर्षकी छ। भनेपछि अब झन् ठुलो चाहिँ समस्याहरू अब भनौँ न थपिने भयो। हजुर तर चिन्ता नगर्नु, सबैभन्दा ठुलो कुरा चाहिँ आमाको ज्यान बाँच्यो है। अनि दुईवटा बच्चा अझै पनि तपाईँहरूसँगै हुनुहुन्छ। आमा सबैभन्दा ठुलो कुरा त आमाको ज्यान बचेको छ र आमा बिस्नी बिकलाई हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र ती बच्चा जुन मृत्यु भएका 2 जना नानीहरूलाई भावपूर्ण श्रद्धाञ्जली हामी व्यक्त गर्न चाहन्छौँ र बाँकी 2 जना नानीहरूको चाहिँ भगवानको कृपाले बाँचोस् ती नानीहरू चाहिँ भन्ने हाम्रो कामना छ। हजुर बोल्न सक्नुहुन्छ? हजुर गाडीमा केही थाहा पाउनुभयो कि नै, कसरी यहाँ आइपुग्नु भयो? मैले त्यति धेरै थाहा पाउँदैन। अब गाउँहरूका दिदीबहिनी दाजुभाइ मिलेर यहाँसम्म पुर्याउनु भएको। अनि 4वटा बच्चा पेटमा रहँदै गर्दाखेरि तपाईँलाई कतिको अप्ठ्यारो भयो त नि? अप्ठ्यारो त बहुत अप्ठ्यारो भयो। चल्दान्थे धेरै, भित्र खेल्नै पाउँदैनथे। अनि अप्ठ्यारो गाह्रो हुने, हात खुट्टा सुन्निने, त्यस्तो भयो। अनि जस्तै बच्चा बाटोमा एकजना बच्चाको जन्म भयो तर निधन भयो, दुःखको कुरा। तपाईँ आफै दुःखमा हुनुहुन्छ, हामी त्यसरी त्यो कुरा गरेर झन् तपाईँलाई तनाव दिँदैनौँ। तपाईँले टेन्सन चाहिँ गर्नुहुन्न है, चिन्ता चाहिँ नलिनुहोस् ल। तपाईँ आफू चाहिँ बाँच्न सफल हुनुभएको छ। एकजना बच्चालाई जन्म दिन एउटा नारीलाई कति गाह्रो हुन्छ होइन, तर तपाईँले 4-4वटा बच्चालाई एकै समयमा जन्म दिनुभएको छ। तपाईँ महान हुनुहुन्छ, तपाईँप्रति हाम्रो सम्मान छ। बाँकी रह्यो अब ती बच्चाहरूको भविष्यको कुराहरू जोडिएको छ होइन। अब श्रीमान कुन ठाउँ हुनुहुन्छ? सिमला हुनुहुन्छ। हजुर उहाँले यो कुरा थाहा पाउनु भयो कि नै? पाउनुभयो। के कुरा गर्नुहुन्छ? घर आउने कुरा गर्नुहुन्छ कि नै? घर आउने त अब कहाँ कुरा हुने, आर्थिक अवस्था बहुत कमजोर छ। उहाँ घर आएर मलाई कसैले सहयोग गर्दैन। भनेको म यतै कमाउँछु भन्नुहुन्छ? हजुर अब घरमा ती साना छोरीहरू, 2टी छोरीहरू छोडेर यहाँ आउनुभएको छ। हजुर ती नानीहरूलाई थाहा भयो कि नै हाम्रो त बहिनी जन्मिएको छ भन्ने कुरा? खै मलाई थाहा छैन। डक्टरसँग पनि कुराकानी गऱ्यौँ, तपाईँलाई कुनै खतरा छैन अरे, तपाईँको अवस्था एकदमै राम्रो छ भन्ने कुरा चाहिँ हामी डक्टरबाट पायौँ। र बाँकी 2वटा नानीहरूको अवस्था पनि ठिकै छ, त्यति धेरै टेन्सन गर्नुपर्ने छैन भन्ने कुरा गर्नुभयो। त्यसको लागि यो एउटा खुसीको कुरा हो। र बाँकी ती 2वटा नानीहरूको चाहिँ यति बेला निधन भएको छ, उहाँहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आमा हुनुहुन्छ यतापट्टि। आमा नमस्ते। नमस्ते। हजुरको नाम? पार्वती बिका हो। पार्वती बिका। हजुर। हजुरको कुन चाहिँ छोरी? कान्छी छोरी। कान्छी। हजुर। कान्छी छोरीको पहिल्यै पनि 2वटा नातिनी तपाईँले देखिसक्नु भएको थियो। अहिले एकैचोटि 4वटा देख्नुभयो, तर विडम्बना दुःखको कुरा 2टाले चाहिँ यो संसार छोडेर जानुभयो। अहिले मनमा चाहिँ के खेलिरहेको छ आमा? के खेल्यो, छोरी बाँची भन्ने भएको छ, खुसी लाग्छ। यो छोरीको ज्यान चाहिँ बाँच्यो भन्नेमा चाहिँ खुसी हुनुहुन्छ नि? हजुर खुसी छु। अब हजुरको त छोरी होइन, अब हजुरलाई त धेरै थाक छ छोरीको बारेमा, छोरीको घरको बारेमा। उहाँहरूको अवस्था के हो? जस्तै ती 2वटा छोरीहरूलाई पाल्नको लागि केही तपाईँहरूलाई सहयोग चाहिने हो कि, अर्थात् होइन हाम्रो घरमै पुग्छ भन्ने हो? पुग्दैन, घरमा त सहयोग त चाहिन्छ। सहयोग चाहिन्छ। हजुर। ती 2टा नातिनीहरू अहिले घरमै छन्। हजुर। अनि अहिले यहाँ 2वटा नातिनी छन्, ती 4वटा भयो अब। हजुर दुःखै त हो। हजुर भिडियो हेर्दै हुनुहुन्छ कोही दर्शकले भने त्यो आमाको अवस्था, यो परिवारको अवस्था हेरेर र ती भर्खरै यो संसारमा पाइला टेकेका ती कोपिलाहरूको भविष्य र घरमा हुर्कदै गरेका 2वटा नानीहरूको भविष्य सम्झेर तपाईँले सक्दो सहयोग गरिदिनुहोस्। एउटा खुसीको खबर तपाईँहरूको माझमा पेस गर्दा गर्दै
फेरि हामीले अन्तिममा यो सहयोगको कुरा पनि जोडिहाल्यौँ किनभने उहाँहरूको घरको अवस्था एकदमै नाजुक छ। चाहिँ श्रीमान सिमला अझ भनौँ काला पहाड पनि भनिन्छ क्यारे होइन, कमाउनु जानुभएको छ, तर इन्डियामा गएर कमाएर त्यति धेरै पुग्दैन। त्यसैले अब उहाँहरूको इच्छा थिएन होला सायद यति धेरै सन्तान जन्माउने, तर भगवान्ले दिनुभयो। तर दुईवटा आफै लिएर जानुभयो। तसर्थ अब जे छ त्यसैमा उहाँहरू खुसी हुनु पर्यो, खुसी हुनुहोस् पनि हामी भन्छौँ। खुसीको कुरा आमा बाँच्नु भएको छ, चिन्ता नगर्नु होला है। अब हामीले यो भिडियो चाहिँ राख्छौँ, भिडियो राखिसके पछाडि कतिबाट तपाईँहरूलाई सहयोग पनि आउनसक्छ ती नानीहरूको लागि। अब केही समय यहीँ बस्नुपर्छ होला, के भन्नुभएको छ डक्टरहरूले? डक्टरहरूले त यहाँ धेरै समय राख्न मिल्दैन भन्नुहुन्थ्यो। भनेको आज त बस्नुहुन्छ? हजुर, आज बस्छौँ, भोलि जस्तै उहाँबाट घरबाट यहाँ आउँदाखेरि एम्बुलेन्समा आउनुभएको कि अन्य गाडीमा? अन्य गाडीमा चाहिँ आएको, एम्बुलेन्समा होइन। उहाँलाई किराय पनि देखाएनौँ, यहाँ ल्याएको पछि दिन्छौँ भन्नु। किराय पनि दिनुभएको छैन? नै देखाएनौँ। किन नभएर कि कस्तो? यहाँ फेरि यताउता चाहिन्छ, 2-4 हजार ल्याइ थियौँ, यताउता नानीहरूलाई डाइफर साइजर यता त्यता चाहिन्छ, त्यही भएर दिएनौँ, पछि दिन्छौँ भने जानुभयो हुन्छ भनेर जानु। हुन्छ, पिर नगर्नु, अहिले जन्म तन्नु आफ्नो चाहिँ म्यानेज गर्नु होला। पछि तपाईँहरूलाई यो समस्या आएको छ नि, पछि राम्रो हुनसक्छ है। दर्शकहरूलाई म अर्को कुरा के पनि जानकारी गराएँ भने उहाँहरू घरबाट आउँदाखेरि एम्बुलेन्समा आउनु भएन, अन्य सवारी गाडीमा आउनुभयो, तर यहाँ आएको भाडा समेत उहाँहरूले तिर्नु भएको छैन, दिनुभएको छैन। 4-5 हजार बोकेर आएका थियौँ, हामीले त्यो पैसा यतै चाहिँ खर्च गऱ्यौँ। उहाँ गएर चाहिँ त्यो गाडीवालालाई दिनु छ भन्ने कुरा गर्नुभयो। त्यो सुन्दा चाहिँ दुःख लाग्यो मलाई। तपाईँहरूले, मैले फेरि पनि भन्छु, सकेको सहयोग गरिदिनु होला उहाँहरूलाई। हामी उहाँलाई नै सहयोग कसरी गर्ने तपाईँहरूले त्यो पनि हामी तपाईँलाई जानकारी गराइदिनेछौँ। उहाँहरूको नम्बर भिडियोमा राखिदिनेछौँ। अन्य कुराहरू पछि लिएर आउँछु, अहिले जान्छु। नमस्ते।